आज हजुरको सामुन्ने फेरि आइसकेको छु नयाँ रेसिपी लिएर। सिद्रा माछाको रेसिपी हेरौँ है त। रेसिपी सबैभन्दा पहिला त हामीलाई सिद्राको अचार बनाउनको लागि माछाको जरुरत पर्छ। मैले यो माछा लिएको छु 100 ग्राम माछाको, ठिक छ। यो 100 ग्राम हो। यो मैले धेरै लिएको छैन, सानो सानो अहिलेको लागि माछा लिएको छु। त्यसै गरी हामीलाई चाहिएको मसलामा यहाँ रहेको छ धनियाको यो सिड हो, यसलाई हामी फ्राई गर्छौँ। अनि यो मस्टर्ड सिड भयो, त्यसपछि काँचो जिरा, अनि मेथी, लौङ, अनि लास्टमा 2 पिस सुकमेल, अनि अदुवा, सुकेको खुर्सानी, त्यसपछि यो करी पत्ता, अनि त्यहाँबाट लसुन। हामीलाई चाहिएको आइटममा हामी यो सबै आइटमलाई अहिले फ्राई गर्छौँ। फर्स्टमा फ्राई गर्छौँ, यसलाई पनि फ्राई गर्छौँ। अहिलेलाई चाहिँ हामीले सिद्रा माछालाई राम्रोसँग धुनुपर्ने हुन्छ।